आज हामी आफ्नो घरमा दसैँ मनाएर टिका लाएर तल बाजेको घरमा जाँदैछौँ। यहाँ हुनुहुन्छ सुस्मी, हुनुहुन्छ उहाँ रिबा, अनि उहाँ अगाडिको हुनुहुन्छ न्युटन सेन्टर। होइन, यो त बाजेको घर कसरी हुन्छ? यो त पानी जम्मा गर्ने ठाउँ हो। हो, रोदिन्छ बिस्तारै बिस्तारै है, बिस्तारै रोदिन्छ है, रोदिन्छ। बिस्तारै 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 बिस्तारै। तपाईँ देख्न सक्नुहुन्छ यो हाम्रो जन्मेघर हो। हामी यही जन्मेका थियौँ। यता 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 तेर्सी गयो हुन्छ त। हुन्छ हुन्छ, यता तेर्सी जाम। बाबु यता 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 त्यहाँबाट ल, बिस्तारै त्यहाँबाट ल, त्यहीँबाट हातले समातेर होला है भित्र। ओह्राल कहाँ जाऊ। रोकिन्छ भान्जी। यो घर जीर्ण अवस्था पुगेको छ। ट्याक्सी जाने। दिदीलाई नमस्ते गरेको खै त। ल आउनु त यहाँ बस्नु त खै। यहाँ कतिजना हुनुहुँदो रहेछ? ल यहाँ सबैजना कतिजना भयो? ल मान्छे सबै ल, सबैले आफ्नो आफ्नो नाम भन त। ल सुरुवात फेरि भन्नु त। मेरो नाम न्युटन छन्ट्यार। ल भन्नु त हजुरले नाम भन्नु के हो हजुरको? सुस्मिताको नाम भन। ल सुस्मी। सुस्मी हो। रिबा? रिबा छन्ट्यार। ल प्रतीक्षा छन्ट्यार। कस्मा छन्ट्यार। हो ल, अहिले किनेर 4th जेनेरेसन हो। टिका लगाइसक्यो? पत्ती लगाइसक्यो? पर लगाएको होइन? हो, कसले लगाइदिएको टिका? हो र।
ल टिका मात्र लगाइदिन्छ नि ल रातिको लगाएको यहाँभित्र यताभित्र बाहिर यहाँ हो कि बस्ने र भान्जी गराइदिउ त ल यहाँ गुन्डी चछाइदिउ त ट्याक्क ल बस्नुहोस् बस अलि उता त बस ल भाइ बहिनीहरू टिका थाप्नको लागि रेडी हुनुहुन्छ हो कहाँ आएको हामी थाहा छ हो कुन बाजे घर आयो त यहाँ नफिस्टा उता पर उता जान्छु भान्जीले के खायो भात मासु त्यो भान्जीले पनि त्यही हो खाएको के खायो त अरू हो भात र मासु यो त सक्यो अनि पट्टि छ अर्को उसमा यो काठ बनाइ खाना टिका लगाइदिन्छ टिका मात्र लगाइदिन्छ खै जम्मा राम्रो सक्यो गरा जाति रहेछ यहाँ ट आफै दुईटा सिङ मुनि के अरे होइन सुस्मी चक्कु 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 त्यही भित्र लाग्ने बहिनी त आफै लान्छ आफै कसिन्छन् के को ल यिनीहरूलाई तिनवटालाई टिका लगाइदिए आइ मैले के भन्ने लगाइदिने यिनीहरूलाई खै यिनीहरू अरू चारो ठुल्ठुला हो भनेर लगाइदिने नि सुस्मी सुस्मीको खै त्यो एउटा रहेछ जमराले पटिछ्या सुस्मी दिदीलाई लगाइदिन्छु पहिला यहाँ छ अघिकोमा सुस्मी अलि ठाडो गर अर्दिन नै दिदी लगाइदिने कि धेरै एउटा खर्च के खाइरहेको यिनीहरू सबै यिनीहरू सबै खाएर आयो कि नमस्ते अलि साह्रो भन्ने होला के रे अब भाइलाई के भन्ने हो भाइले होला नि मलाई लगाइदिने भाइले ठाडो गर भाइ के रे भाइ कति छ भन्ने आशिक दे भाइलाई आशिक दे का के भन्ने रे नलने ज्ञानी हुने अनि धेरै पढ्ने त्यति होला एउटा मोबाइल धेरै नहेर्ने मोबाइल धेरै नहेर्ने लौ यहाँ राख कानमा हालिन्दाला त्यति धेरै त लौ भाइ नमस्ते 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 कति ठुलो बोल्छ ला बहिनीलाई के भन्ने हो
बहिनी जापान जाने होला के रे होइन बहिनी हुन्छ कि हजुर आमालाई नहताने होला कि नि हो कि के हो पट्टि चाहिँ भन्दै थियो बहिनीले जान न केटाकेटी हो ल बहिनीलाई त कति धेरै गराइदिएको छ र यत्रो त हुन्न बहिनी टाउमा अर्नन पर्ने होला के त्यही त के अलिक ठुलो भयो लौ बहिनी खै होटेल लबर चिपिको बाँध्दै लबरमा अर्दिन्न थोरै हाल्यो 25 गरेर गर्न हाल्छ त्यहाँ हाल्दिन्छ लौ बहिनी नमस्ते ल सक्यो दसैँ ल हिँड ल के खान्छौ तिमीले अब खान त खाइरहेको यिनीहरूले ल सबै यही खान्दे के अझै चाहन्थे अझ थोरै ल ल सुस्मी ठुलो मान्छेले झन् सानो ल भाइ कति राख यो कसको पैसा हो ल चाटो लेप चाटो त कस्तो रहेछ ल खाटो ल ल मामाले तँलाई लाइदिनु होला तल घरको आमाले दिएको खाटो स्याउ खान्छौ स्याउ काटेको नै किन यता आन्छ यता खान्छ तँलाई हिँडाइदिन्छ त्यहाँ चाहिँ सकिन्छ माल टिका लगाइदिने एउटा कि तँलाई म त पैसा हालेन यार देखे काट्दै पैसा नदिने हुन्छ र नि पैसा चाहिन्छ यो त लुगामा पोस्छ के कोल्यो चाटा पारेन हुन्छ ठुल्ठुलो रोटी खान्छौ र खाना खाना कि यिनीहरूले भाइले खान्छ सबै खाएर आएको के खान्न अटो अटो भित्रको फाल्टे गरेन बहिनीलाई ल होटेल चाटो हामीले बनाएको निधनले भाइ पनि गराइदिनु बसेर खाटो गर्दैन झरी छ क्युआरमा पैसा हालिदिउँ ल ए मोबाइल नि ल्याएन मोबाइल खै मेरो साँच्चै 1 लाख हालिदिने हो मोबाइलै छैन मेरो त चाकचुक साँच्चै कहाँ गयो र